हेलो गाइस नमस्ते सबैजनालाई अहिले चाहिँ हामी रोल्पाको थबाङ गाउँपालिका 2 नम्बरमा थबाङ बजारमै बसिरहेका छौँ। अब अहिले चाहिँ हामी खानाको आफ्नो आहार भोजनको चाहिँ अब व्यवस्था गर्दैछौँ। गाउँघरमा गाई चाहिँ यस्तै छ। यहाँ चाहिँ भात पाकिरहेको छ, भात पाकिरहेको छ। अनि यहाँ हाम्रो टोलीहरू उता अर्को घरमा बसिरहेको छन्। हामी चाहिँ यता छौँ, यता चामल लगाइरहेको छौँ है गाइस। अनि हामी चाहिँ गाउँघरमा बसाइको छुट्टै बेग्लै नै मजा नै बेग्लै छ। गाउँघरमा राम्रै छ, जे होस् रमाइलो छ ठाउँ। अझ भोलि घुमघाम चाहिँ भोलि हुँदैछ। आज बिहान, आज चाहिँ रातिमा बोकियो। नि 2 नम्बर वडा हो नि यो? 2 नम्बर थबाङ गाउँपालिका 2 नम्बर वडा। थबाङ गाउँपालिकाको 2 नम्बर वडामा थबाङ बजार होइन? ठुलो गाउँ थबाङ बजार नि? थबाङ भन्ने बित्तिकै चिनिहाल्छ। हामी चाहिँ यहाँ छौँ अहिले। हाम्रो भाइ चाहिँ यता, भाइ भने देखिरहेको छैन, अँध्यारो छ। भाइको नाम, शुभ नाम? शिरीष रोका मगर। ल ठिक छ। हामी चाहिँ अहिले उहाँ भाइको घरमा बसिरहेको छौँ। ल सबैजनालाई मिठो माया सम्झना। लभ यु अल, बाई, टेक केयर।